नमस्कार सम्पूर्ण दर्शकबिनहरू। अहिले भने चाहिँ फेरि पनि रेड मोनास्ट्रीमा छु। तपाईँलाई अब म गेमको जोनभित्र लानेछु। यहाँको ठाउँ नै यस्तो छ, जग्गा नै यस्तै छ, जो चाहिँ तपाईँले भिडियोमा हेर्दा हेर्दै गेममा जस्तै लाग्छ कि सजावट नै यस्तो राम्रो छ कि गुम्बाको, जो चाहिँ गेमहरूमा देखिने जस्तो लाग्छ कि। अब यहाँबाट स्टार्ट भयो। एउटा पहिला जिटिए गेमहरूतिर पनि हुन्थ्यो सेरीहरू के कसो, तर टक्कै यहाँको प्लेसहरू हेर्दाखेरि चाहिँ गेमभित्र छ जस्तो लाग्छ। कुनै पनि एउटा गेमको ग्राफिकभित्र छ जस्तो लाग्छ। यहाँको सजावट चाहिँ तपाईँलाई म फुल देखाउँछु है त आज। गुम्बाको यो चाहिँ फर्स्ट यहाँबाट चाहिँ एन्ट्री हुन्छ, यो सिँढीबाट चढेपछि। अनि टक्कै अब भने कसैले गेम खेल्दैछ भने चाहिँ यस्तै टाइपको हुन्छ झन्डै। टक्कै हेर्ने यहाँनिर सिरियसमा एउटा लामो हुनुहुन्छ। अन्त यताउता हेर्ने जग्गाहरू यस्तै सुन्दर छ क्या, टक्कै जाने। अब यहाँबाट यता जाने। यहाँ कुन चाहिँ के रहेछ, ओके यहाँ नजाने। अनि यो चाहिँ लामो गुरुङहरू हो। अन्त लुगा सुकाइरहेको कुनै एउटा कलाकारले क्रिएट गरेको जस्तै देखिन्छ। गेमभित्र एउटा हुन्छ नि यसको। टक्कै यहाँबाट कताबाट उफ्रिने, यहाँबाट छिर्ने, अनि टक्कै ओके यो साइडबाट छिर्ने। अन्त अब के गरेको रहेछ भन्दाखेरि आज चाहिँ फ्राइडे, लामोहरूले चाहिँ लुगा धुनु भएको रहेछ अहिले, अनि सुकाइसकेको रहेछ। जग्गा चाहिँ जहिले यस्तै सुन्दर छ। यहाँको हरियाली अनि यहाँको बनावटहरू एकदमै शान्ति छ। अहिले चाहिँ अब यो जुन चाहिँ यो छ नि, यो ओछ्याएको देख्दाखेरि चाहिँ गेममा जस्तै फिल हुन्छ। मानौँ कि म चाहिँ यो गेमभित्र छु, अन्त यता कतै घुमिरहेको छु क्या त्यो गेमभित्र। ठ्याक्कै प्लेस निकै एकदम ठुलो छ यहाँनिर। ग्राउन्ड लेभल यो उयोहरू चाहिँ आँगन चाहिँ एकदम ठुलो छ गुम्बाको। मेन गुम्बा चाहिँ यहाँ हो, अनि भित्र चाहिँ पूजापाठ गर्ने ठाउँ छ। यसको माथिल्लो तला पनि छ, र अर्को सानो गेट चाहिँ यहाँबाट पनि छ। ठ्याक्कै यहाँबाट बाहिर निक्लिन्छ। एकदमै दामी छ। अब गेमभित्र हेऱ्यो भने सजावट कस्तो राम्रो हुन्छ होइन। त्यस्तै यहाँ फुलहरू छ, कलर एकदमै मिठो कलरको फुल छ। यो भयो बगैँचाहरू जस्तो। यहाँनिर हरियो परियो घाँस रोपेको छ धुप्पीको। अन्त योहरू सबै यहाँबाट चाहिँ निकै धेरै पुरानो आनीहरूको रुमहरू हो यहाँतिर चाहिँ। अन्त अनि यहाँबाट चाहिँ अब अर्को बाहिर निक्लिने ठाउँ, जो चाहिँ मैले बेला बेला भिडियोतिर देखाइरहेको थिएँ। अनि यो चाहिँ सल्लाहको रुख एउटा ठुलो छ। यसको प्याटर्न एकदमै राम्रो देखिन्छ। यो सबै रुमहरू हो, लामा आनीहरू। आनीहरूको यो भागहरू डल्लै आनीहरू बस्नुहुन्छ, जो चाहिँ यो गेटबाट अब्जर्भ गर्ने, यताबाट कोरुवा गर्ने, घुम्ने, परिक्रमा गर्ने गर्नुहुन्छ। अनि लामाको रुमहरू भनेको चाहिँ पल्लो भित्तामा हो, जो चाहिँ त्यो अघि मैले गेटहरू देखाएँ त्यसको फर्स्टमै भाग म गएको थिएँ। त्यो भागहरू चाहिँ लामा जानुहुने गेटहरू हो। अन्त अहिले भने चाहिँ गेम जोनबाट बाहिर निक्लिसकेको छु। तपाईँहरूलाई यहाँनिरको जग्गा के कस्तो लाग्यो कमेन्टमा कमेन्ट गर्नु सक्नुहुन्छ, अथवा यो त मैले यतिकै रमाइलोको लागि हालेको फेसबुकतिर। भोलि पर्सि धेरै वर्ष बादमा चाहिँ मैले फर्केर फेरि यो भिडियोहरू हेऱ्यो भने चाहिँ मलाई फेरि याद ताजा हुन्छ, त्यो पलहरू सम्झेर भनेर चाहिँ मैले भिडियो गरेर हाल्ने गरेको छु। सो यति भन्दै आजको मेरो भिडियो यहाँनिरै स्टप गर्न चाहन्छु। अघि म जुन चाहिँ जहाँबाट आएँ, त्यो अघि म यता जहाँबाट छिरेको भाग छ त्यसकै छेउमा आइपुगिसकेको छु एक राउन्ड। अनि यहाँ चाहिँ धेरै दामी दामी कलाहरू
हुन्छ यहाँ दाइले चाहिँ यहाँको फर्किनको लागि मन्त्रहरू सेट गर्नु हुँदो रहेछ। उहाँले चाहिँ कस्तो बनाउनुहुन्छ मूर्तिदेखि लिएर गएको हरेक कलाहरू छ उहाँसँग चाहिँ। अब यति भन्दै यहाँको अगाडिको भागहरू सबै मैले देखाइसकिसकेँ भिडियो मार्फत होइन। कत्रो विशाल गुम्बा छ यहाँ पनि, एकदमै ठुलो गुम्बा छ होइन। अनि वाउ राख्छु त भनेको, तर कति मजा मजाको सानो सानो नस्पतिहरू फलेको रहेछ। एकदमै सानो सानो नस्पतिहरू छ। यहाँनिरको बोट चाहिँ धेरै फलेको रहेछ। यहाँबाट त कतिवटा त हातले पनि भेट्दो रहेछ। यहाँ चाहिँ ओके एकदमै सानो। यसको कस्तो छ यो चाहिँ हेर, थाहा चाहिँ छैन है। यसको साइज नै यत्रै रहेछ। यो पाक्यो भने पनि यत्रै होइन, योभन्दा ठुलो चाहिँ नहुने रहेछ। अनि अहिले भने चाहिँ घाम पनि डुबिसकेको रहेछ, 5 बजिसक्यो, लगभग 6 बज्न आँट्यो। यतिखेर त हामीले 5 बजी छुट्टी गरेको। ल अब चाहिँ साँच्चीकै मैले राख्न चाहेँ है। अनि तपाईँलाई यसरी नै म भिडियोमा जोडिरहन्छु। कुनै टाइम फेरि पनि कहीँनिर हजुरहरूलाई देखाउँछु है। अहिले चाहिँ बाई बाई, टेक केयर अनि गुड डे।